आज चाहिँ नुवाकोटको ट्रिप यही नाम गरेर हामीलाई तेह्रमा स्टोरी हुन्छ। फर्स्ट टाइम देखेको म त। मैंने तो रिमोट बॉक्स फर्स्ट टाइम फोटो शुरू मत देखा तू बाहिर नहीं टुकड़ा दे किन बाहिर खानु बाबा की हाल है वो बाबा आप लगे या क्या ठंडा है साहब। संसार त्यसै गरी त चलिरहेको छ। हाँ सुन लो बाइक पुरा बाइकै बाइकले घरले जाँदा पुरा ठन्डा संसार त्यसै गरी त चलिरहेको छ। हाँ सुन लो बाइक अब कसरी भला गरेँ नि र के भला गरेँ नि र यही हो यही त गाइडहरू हामी नुवाकोटतिर हिँडेको आज एकदम गर्मी छ तर नुवाकोटको शीतल हावाले चाहिँ एकदम चिसो भइरहेको छ। यसरी आफूलाई ध्यान गराइ स्माइल प्लिज गाइडहरू हरिया नुवाकोटको चिसो हावामा रेकर्डै नगरेकै लाग्छ अरे भएकै छ ए भयो होइन मोबाइल त्यही यो पोखराभन्दा अलि गर्मी छ नि उडलै हो त के हुन्छ तिमीखेरि यो होइन त्यति नजिकै छ त भैरवा त फेरि अनि यहाँदेखि यहाँ त नजिकै छ 17 किलोमिटर यहाँदेखि सक्यो उडलै हो त अनि उनीलाई छोडेको काम पनि नबसेको सकिन्छ
तर यहाँ यो कुटोले हो त यार भैरवा त फत्तै टाढे होइन र यो कुटो चाहिँ स्याउले तपाईँ आएन जानु गयो अगाडि अगाडि जानु तपाईँ अलगतिर मलाई आएन कसमा ए र आएन आँखा के लिपस्टिक ल्याएर आएको रहेछ महारानी जानुभयो होला भने चाहिँ हेलो हेलो म यहाँ बाइकमा छु है हेलो म अहिले बोल्छु है अहिले त्यही हो त्यो त पारी होइन र टावर पारीको होइन कताबारी त्यही त नि सिद्धार्थ होइन त लुम्बिनी होला नि ए यो सिद्धार्थ अनि सिद्धार्थ बुद्ध भएको यही होइन सिद्धार्थ जुन थियो हामी यही देखिरहेको यो गाइस अहिलेको बोली चाहिँ पछि सुन्दा कस्तो अर्कै मजाको लाग्छ है त्यही भएर म धेरै बोल्न चाहन्छु भिडियो म हेर्छु मैले नि हेरेन ए आधा हो चाहिँ हालेको थिएन यसो भिडियो भन्दा एक सब्सक्राइबर मन छुके त्यही हो आज 83 साल आज असार इसकते शनिबार हामी चाहिँ यसो हजुर बिउ ए दिउँसिन गर्दैन त्यो खाँदै खाइ हामी त गाइस सबै हुन्छ चिसो भनेको किन्दैन के साथी के साथी ए त्यस्तो साथी चाहिन्छ के यस्तो क्वालिटीमा झिल छ त आहा त्यो पनि हो नबिनले बाइक किन्नु मैले बाइक त बाबु अब मैले किनेँ यादमा आएको त आजको भ्यू उतावलीले के भ्यू सत्यमा गिराइदस्ने होन्तोनी मान्छेको साँच्ची नै भनेको नि त हाई सो दस्ने गोगोनी मिटिङ त छैन आएन असु पनि बेसी मिटिङ त छैन बुतौरु नो माछिनो के सिक्यो तत्ते म गिराइदस्ने ಇರೋಣ ಬೈಕ್ ತುಕ ಸುಕುತ है किरेदा भनेको त देशको दाग राख्नु के सर्टमा भन्छ है सो देख्ने सर्टकट प्लेटफॉर्म कोणाची देशने होतो ने क्यों वा सत्य म तानसी देशने सरसर आइए अरे देशमा
सक्यो र हामी बोलिरहेको छ पानी हाम्रो सम्झिनु पर्छ फेरि ठ्याक याद आउँछ कि तिमीलाई त खै खै सोधेस् नि हाम्रो सम्झिनु पर्छ यार यो हो बिस्तारै बिस्तारै पानी पर्छ कि अँ, त्यही अनुसार फिल लिएर पढ्ने चाहिँ पढिन्छ अँ, अब यताउति हिँड्दाखेरि चाहिँ ल यो चाहिँ यो है भन्दै जाप्ने जहाँ सम्झिँदै हिँड्ने कि अँ, त्यो हुने अनि चाहिँ याद आइहाल्छ पछाडि ल्याए छैन Company meeting kudasai. Camera no. Oe. सक्को वा आज चाहिँ बल्ल बल्ल बाइक पेन्चर धन्न भएन नत्र हामी नुवाकोट आइसक्यो अब चाहिँ यहाँ चाहिँ बाटो एकदम राम्रो हुन्छ पिच गरेको सरर है पोखराको जस्तै भ्यू चाहिँ बब्बालै हो है उहाँ चाहिँ पाल्पा सिमेन्ट काटेर बनाएको है उहाँबाट चाहिँ पाल्पा सिमेन्टलाई ढुङ्गा लिन्छ होइन र उहाँबाट थाहै छैन युट्युबमा राखेको चाहिँ धेरै दिनसम्म चाहिँ हेर्नुहुन्छ क्या मैले यो स्ट्रेसफुल भएसको यो गोप्रोमा भिडियो टन्नै छन् के टाइमिङ राखेको कतिखेर राख्दैन एउटा भिडियो यति हालेर राखेन कसले हेर्छ र हामीले हेर्नु नि होइन र अरू कसैले हेर्दैनन् हामीलाई पछिले हेर्नु त युट्युबमा हालेर कस्तो हेर्न हुन्छ अनि मोबाइलमा राखेपछि मोबाइल जतासुकै जान्छ तर युट्युब च्यानल त डिलिट हुन्छ नि त त्यही भएर चाहिँ युट्युबमा हालेर अपलोड गरेर क्लिक सिरिज केही गर्नु पर्दैन म हेर्छु आनन्दले यो केबल कार होइन बाटै उता जाने हो उता के हो र उता के जान्छ जिल्ला पर्छ नि खै के पर्छ के जिल्ला पाल्पा जिल्ला पर्छ ए पाल्पा त त्यो भयो ए उता हामी दिदलदेखि घर जाँदा त त्यो भन्दा त यताबाट गइन्छ त यताबाट हामी कहाँ यताबाट गइन्छ जसलाई गइन्छ कहाँ त्यो पर काटेको त त्यही त हो नि होइन कहाँ नहुनु यो पर भन्दा यताबाट हामी चाहिँ यता गइन्छ कि त्यो पर काटेदेखि चाहिँ हामी वालतिरबाट जाने हो अस्ति म हेर्दै हेर्दै गएको यार किन नहुनु त्यही त हो। भिडियोमा हेरेर साइम उता गइन्छ कि होइन त्यहाँबाट गइन्छ पाल्पा जिल्ला पर्छ तर पर्नलाई हारो दिदी खोइरिङ घर खोइ यो त्यही माथि भिडियो बनाउँदै यो जुन काटेछ नि डाँडो यो डाँडो चाहिँ हामी जाने बेलामा चाहिँ पालतिर पर्छ के त्यो डाँडो काटेको हो कि मैले हेरेर हिँडिरहेको कि यो बाटो चाहिँ म धेरै केयर गरेर हिँडिरहन्छु है आज चाहिँ फाइनली हामीले नुवाकोटमा आइसक्यो है यहाँ चाहिँ घाम पाएर अलिअलि गर्ने पिरो खाइसक्यो दामी है दामी हिजो राम्रा राम्रा नानीहरू आएछन् चिनी के हो क्या म बसमा केटासँग थिएँ क्या मोबाइलमा थिएँ नि दिनु लागि केटासँग बसेँ थिएँ तँ कहाँ थिएँ र म तल हामी तल तिमीहरू भनेपछि चाहिँ सिधै उडेर आउँदैछु है बाइक फाइनली चाहिँ हामी है अनि यहाँ चाहिँ एकदम रमाइलो रहेछ है यहाँ त लज रेस्टुरेन्ट रहेछ बस्न मिल्ने रहेछ कोही छैन नत्र बस्नु हुन्थ्यो केटाकेटी फ्रीमा यस्तो पैसा जाने पाइन्छ फ्रीमा मात्र अरे त्यो चाहिँ गौतम बुद्ध अरे लिटल गौतम बुद्ध बुद्धको सार चाहिँ के लेखेँ अनि त्यो त थाहा भएन थियो होइन ल अब चाहिँ हामी यो सिद्धार्थ केबल कार हो कि बुटल लुम्बिनी केबल कार हो र यो सिद्धार्थै होला होइन सिद्धार्थ केबल कारमा आइसक्यो है यहाँ चाहिँ पृथ्वी घुम्थ्यो के पहिला
आज भोलि चाहिँ पानी छैन पानी पर्दाखेरि घुम्छ अब पानी परिरहोस् घुमिरहोस् हामी चाहिँ आउँदाखेरि नघुमेसी होइन केबल कार फी कति होला यहाँ 4-5 सय हामी आएकै आएको भ्यू त के होला चाहिँ देऊ त उता भन्दा नि उता जाऊँ कि भ्यू उता अगाडि जाऊँ न भ्यू खतरा आउँछ कि पहिला अटोमा आएर बसमा आइयो त्यसपछि हिँडेर गयो हेलो गाइज ल है थाक्न भएन है थाक्न भएन बिर्सिरबाट आयो कि अहिले गाइस होइन बिचमा हेलो गाइज भन्नु पर्यो नि त कोही बिचमा आएर हेरेको हुन्छन् होइन काट्दा काट्दै बिचमा गएर नि त हेर्दैन नि कहिले लगेलाई हाम्रो देखाउनु छोड्दैन अब अरू ल यसरी ल यो चाहिँ एकदम है सालका रुखहरू युमे मैले त बोल्दैन फर्स्ट सुरुवात हजुरबाट होस् कि त्यसपछि हामी भन्छौँ नि छैन त म के भनौँ ल यहाँ चाहिँ यो बुटोल केबल कार है यो बुटोलको फेमस टुरिज्म इन्डस्ट्री प्लेसहरू मध्ये चाहिँ एउटा हो अब हामी चाहिँ पहिला पनि आएको है पहिला चाहिँ हामी कतिखेर यो चैततिर आएको पुरा खडेरी थियो क्या अहिले चाहिँ एकदम हरियाली भएर बसन्त ऋतु छाएर है सालका पातहरू हरियाली हाम्रा दुईटा दोस्तसँग आएको है यता हुनुहुन्छ पुरा गाउँघरको शीतलता याद दिलायो है यहाँ आएदेखि त पहिला चाहिँ एकदम गर्मी थियो यहाँ आउँदा पनि तर अहिले चाहिँ एकदम शीतल ओहो है ओ हेर्न सक्नुहुन्छ हजुर तर के हो रुख ल अहिले चाहिँ अब नयाँ नभए लजरीहरू पनि हिँड्छ नि यो बाटोमा है अब हरियाली होइन आफन्त ल्याउनु भइएन कि ल यही यो पहाडको बाटो चाहिँ अलिअलि ढुङ्गा मुढा हुन्छन् है अब तराईमा बसेकोलाई के थाहा हुन्छ र पहाडको बारेमा होइन अब तराईमा भन्नाले बुटोल के तराई हो र बुटोल पहाडै हो त्यहाँ यस्तो 2-4 सम्म मात्र भएर मात्रै अलिअलि नत्र होइन यही हो बुटोल यही हो देख्न सक्नुहुन्छ गाइजहरू यस्तोलाई के बुटोल भन्ने है नेपाल सरकारको अब के कुरा गर्ने र अब सरकारै बनाउँदा ठिका छ होइन सरकारै गठन गर्दा ठिक्क छ अब कहिले यहाँ पिज हुने अब पिज हुँदाखेरि अब एकचोटि आउँदा पिजोस् है ल अब चाहिँ यता हरियाली धेरै हैछ के रे यसो बाख्रा पालन गर्नुपर्छ यो है लटालटी नि पलाएछन् सट्टा ल्याएर बाख्रालाई ल्याउने अनि छोडिदिने आनन्दले चर्छन् त्यसपछि आफू आनन्दले बुटा बसेर सिठी लाउने टुरिस्टहरू आउँछन् हेलो हाई गर्ने त्यसपछि एउटा 2टा टुरिस्टहरूलाई यस्तो 2-4 रुपियाँ ल्याउनु न भनेपछि दिइहाल्छन् साइड बिजनेस होइन त्यसरी नि अब आफ्नो जिन्दगी चलाउने हो नि त सबैजनाले ब्याट्री चाहिँ लो भइसक्यो 20% भन्थ्यो क्या हामीलाई फेरि गाइस हिमाल पहाड चढ्ने बानी छैन सिधै हिमाल चढ्ने हो त्यही भएर हिमालमा चाहिँ अब हिउँले गर्दा पसिना आउँदैन के रे यहाँ चाहिँ अब यस्तो गर्मी हो रुमाल लिएर हिँड्न परिरहेछ यो चाहिँ सुविधा हो कि एउटा पसिना पुस्ने त्यही पनि ल अब तपाईँहरूले देख्न सक्नुहुन्छ है बुटोलको सुन्दरे होइन बुटोलको युमेन तोकोरो सत्य म किरै देख्ने क्यों न के सिक्यो वा हुन्तो नि आज चाहिँ एकदम राम्रो भ्यू देखिएको रहेछ है गाइजहरू तपाईँहरू एकदम लक्की हुँदो रहेछ तपाईँले बुटोलको भ्यू देख्नु यो चाहिँ लुम्बिनी केबल कार त्यो चाहिँ चरङदे यो चाहिँ गोलपार्क त्यो चाहिँ मिलान चोक त्यो चाहिँ थाहा भएन
कस्तो अरे आहा राम्रो दामी खाँदा अघि आएको थिएन कि नुहा घोडा चस्मा कता राखेर यतातिर गएको चस्मा यतातिर चस्मा राखिदिउँ खतरा टिचर कि फेरि अब फेरि हामी चाहिँ फर्किसकेको है ल भिडियो मिते ल ल कन्ना के हो तपाईँको फटे के हो यो गर्नु जुम गर्नु भाइ कहाँ रहे हजुर ए खतरा है गोलो हुन्छ है गोलो हुन्छ सर्प जस्तो है पनि हामी चाहिँ फर्किसक्यो मच्छर लास्टै लाएँ है कन्ना त कस्तो के कमाउनु मिलेन र पहिला थाहा भएन मटन लाग्छ बोला आइन्थेन होला हैन रास्ता मुटो मटन लाग्ने ठाउँ त नुहाको पनि लास्ट लाग्दो रहेछ यार राइस टाइममा पनि हामी बस्न सकिँदैन नि त फेरि हामीलाई आइस लाग्छ फेरि पानी खै होइन कोरा बुटो खोप्रो के त बुटाको हामी चाहिँ नखाइकन हिँड्ने सबै यहीँ छ के मारेर ए गाउँमा ए अरिङ्गल त्यो त मार्न गएको मान्छे पनि मर्दो रहेछ नि कति मरिसक्यो टोकै अन्त मरिहाल्छ खसेर बुटाडा त्यो पनि रातिमा जान्छ तिनीहरूले चाहिँ त्यो खानेहरू बोल्दैन कि तिनीहरूलाई खानेहरूले बोल्छ अरूले खाने काला कालो जुस है कालाहरू है तर खाने बच्चाहरू खाने तर पोलमा त अब पोल्नु पर्यो अरिङ्गालको टाइसहरू हुन्छ नि त हजुर त्यो अब रातो अरियल खायो भने चाहिँ त्यसलाई चाहिँ एकदम इजिली पोल्न सकिन्छ अनि हामीले खान सकिन्छ अनि अर्को कालो अरियल भन्ने हुन्छ यसलाई चाहिँ हामीले खान्छ खान्छ है त्यस्तो कप्ला कप्ला फुल्का हुन्छ मासु हो र टोक्ने त्यस्तो हुन्छ अनि त्यसो गर्दा चाहिँ त्यो बुढा त्यो लिटल बुद्धमा खिच्ने फोटा हुन्छ क्या खिचौँ खिच्नै त हो गर्नु पो के छ र चस्मा खस्रो मलाई जाने बेला तिमी फोटोहरू राख्दैनन् कि रहेन हतान पतन भएर मुख चस्मा राख्नु पर्यो यस्तोतिर मेरो हातमा पतन भएर यस्तरी मलाई मलाई ठिक छैन एक दिनु त मैले मुख झन् यो पैसा मजाले गोप्रो अन गरेर त्यो कन्टेन्ट बन्ने भयो एक्सिडेन्ट भएको भनेको के हो नि गोप्रो त अफ गरेको छु त्यही त यार तपाईँले त अन गर्नुपर्ने रहेछ क्या बिर्सेर आज के उन बन्द अझ मजाले बोल्दै अरे हे तपाईँ पनि पुग्ने अनि ठोक्ने पनि भएको क्या हान्दै थियो क्या बबाल देखिया थियो बोल्दै ख्याल आउनु गरेको अहिले त बोल्दै आउँदा त क्यामेरा त अफ एसडी कार्ड फुल भएको छ बस 16 GB को 1000 हो त्यसको लास्टै महँगी आज बोल्दा पहिलाको चाहिँ अब छैन नि त अहिले 4 GB गर्दा महँगी आएको के हो खै केहीबाट भन होला त्यसले त्यसबाट मगाएको होला पिल्लरहरू पनि राखिदिए फोल्डिङ तर मान्छे चलाउने पनि राख्नुपर्ने रहेछ मान्छे चलाउने त्यहाँ राखिदियो भने मान्छे त्यही बेला मलामियाको बेला न अलिकति रमाइलो हुन्छ म पनि नुहाकोटको जङ्गलमा म पनि चल्ने हौ पहिले लेखेर राखिदिने के बाइक पार्किङमा छ
यता चाहिँ गइएन लगन त हरेको इन्भेस्ट गर्दै यो त बन्दी आएको थियो नि त सेयर मार्केटमा पार्किङ यहाँ छ राख्नु स्कुटीमा स्कुटीमा राखिदिन्छु के भयो दाइ उच्चे गएछ खोलामा र हात काटेछ टाकल टिचर हो ए हामी चाहिँ खान लागेको है नुवाकोट ठ्याक्क फर्केर बाटोमा यसलाई मोमो भन्छ थाहा छैन कसैलाई नि है मोमो नि के हो थाहा छैन कसैलाई Who's in